हेलो गाइज होइन गुड मर्निङ। यो चाहिँ म बिहान डिसेम्बर 6 को म चाहिँ कुवेत टु नेपाल जाँदैछु। अनि यो चाहिँ मैले विगोबाट लिएको थिएँ टिकट है। अनि कुवेत एयरवेज र हिमालयन एयरवेज होइन। अनि आफ्नै देशको प्लेनमा जाऊँ भनेर म चाहिँ हिमालयन एयरवेजको टिकट लिएँ, किनकि म कहिले पनि गएको थिइनँ। युजली म कुवेत एयरवेजबाट गइरहेको छु। अनि फर्स्ट टाइम म चाहिँ हिमालयन एयरवेजबाट ट्राभल गर्दै थिएँ। उनीहरूले चेकिङ गर्दैछ। अनि या आइएम लुकिङ फर माई सिट है। त्यसपछि यहाँ अब मेरो टर्न आयो अनि म हेर्दैछु मेरो टर्न कति बेला आउला र म जाऊँ भनेर। उसले मलाई डिरेक्सन देखायो, उसले हेर्दैछ। सो म डिरेक्सन गएँ। यो चाहिँ हाम्रो हिमालयन एयरवेजको सिट हो र जाने थोरै छ बाटो हिँड्ने होइन। मैले यहाँ कसैको भिडियो पनि बनाइनँ होइन। अनि त्यही हो, म जाँदैछु। मेरो सिट कहाँ छ, सिट नम्बर भन्दै म हेर्दै जाँदै थिएँ। अनि फाइनली मैले चाहिँ आफ्नो सिट भेटाएँ। अनि अब मेरो सामानहरू म राख्दैछु अनि आफूलाई प्रिपेयर गर्दैछु होइन। उसले चाहिँ मलाई यो हो भनेर देखाउँदै थियो। अनि म गएँ। यो चाहिँ सिट यस्तो थियो है, यस्तो थियो होइन। मलाई चाहिँ हिमालयन भन्दा चाहिँ मलाई बेटर जजिरा एयरवेज चाहिँ ठिक लाग्यो। किन भन्दाखेरि मैले जजिरा एयरवेजमा फर्स्ट टाइम आउँदाखेरि ट्राई गरिरहेको थिएँ। ओ माई गड, हिमालयन एयरवेज है। यस्तो गनाइरहेको थियो भित्र होइन। अब म ड्युटी सकेर गइरहेको थिएँ, आँखा पनि रातो थियो होइन। अब त्यही हो, इमर्जेन्सी टाइममा होइन गएँ। अनि सोचिरहेको थिएँ क्या, वाइ किन मैले यो बुक गरेँ भनेर जस्तो फिल भयो। अब आफ्नै देशको भनेर आफ्नै प्लेनको टिकट काट्यो। हेर्नु न मेरो आँखा रातो भएको। सो यो चाहिँ अब रनवेमा जे भयो भइहाल्यो। अब रनवेमा आयो अनि त्यसपछि गएँ होइन। अब यसमा चाहिँ राम्रो मिल सेल दिन्छ भनेर गइरहेको थियो होइन। अनि यो चाहिँ हामी रनवेमा आयौँ। मैले यसो भिडियो बनाउँदै थिएँ। अनि हुन्छ नि आफूलाई पनि अब जहाँ घर जाँदाखेरि यति रमाइलो भइरहेको थियो होइन। लाइक इट हेज बिन लाइक 6 months म चाहिँ नगएको। अनि फाइनली म चाहिँ एउटा इमर्जेन्सी काम परेर जानु पऱ्यो अनि गएँ। अब प्लेन उठ्दैछ, आफूले भिडियो बनाउँदैछ है। एनिवे भिडियो चाहिँ राम्रो छ, लास्टसम्म हेरिदिनु होला अनि सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई होइन। अब हिमालयन एयरवेजको फिडब्याक सुन्न चाहनुहुन्छ भने होइन, सबैले हिमालयन एयरवेज नराम्रो होइन कता भनेर खाना आयो हेर्नु न। खाना आधी पाकेको छ आधी पाकेको छैन। यो भनेको चाम्रे भात थाहा छ नि, ठ्याक्कै चाम्रे भात। अनि आधी पाकेको छ आधी पाकेको छैन। यो खाना चाहिँ हिमालयन एयरवेजमा मलाई फ्रीमा 2 थाल दियो भने पनि 2 दियो भने म खान्न। यस्तो वर्स्ट खाना मैले कहिले पनि खाइनँ। अनि यो चाहिँ पानी हो होइन। अनि यो खानाहरू मैले देखाउँदै थिएँ क्या, किनकि यही हो फ्री गाइस। मिल भनेको यो खाना र यो बोतल, अरू सब सेलमा सब बेच्न ल्याउँदो रहेछ होइन। यो चाहिँ हुन्छ नि कुवेतको भ्यू हो। यो चाहिँ कुवेत यस्तो देखिन्छ होइन यहाँबाट। यो चाहिँ कुवेतको एयरपोर्ट हो। सो म चाहिँ के रिक्वेस्ट गर्छु भने जो पनि हिमालयन एयरवेजको टिकट काट्नुहुन्छ नि, उनीहरू चाहिँ जजिरा एयरवेजमै जानु। मैले किन हिमालयन एभ्री वर्डमा भन्दैछु, किनकि यो मेरो एक्सपिरियन्स सुनाएको तपाईँलाई होइन। तपाईँहरूको कस्तो एक्सपिरियन्स छ लेट मी नो इन द कमेन्ट होइन। हिमालयन एयरवेजले धेरै कुरा सुधार गर्नुपर्ने रहेछ। इभन त्यो हुन्छ नि अब के भन्ने, त्यो टेक अफको टाइममा त्यो सिट खाटर गर्दो रहेछ। यो चाहिँ तपाईँको मर्निङ भ्यू हो क्या। मर्निङ भ्यू यति राम्रो छ है। म चाहिँ यसरी छट्ट खोलेर हेरेको, कति राम्रो मर्निङ भ्यू आएको ल है। यस्तो सनसेट चाहिँ हेर्न पाइयो। मान्छेहरू शरणकोट जान्छ, म चाहिँ आकाशबाट हेरेँ गाइस। यो मर्निङ भ्यू चाहिँ यस्तो देखिँदो रहेछ, यति राम्रो लाग्यो। म जुम इन जुम यता होइन यति धेरै जुम गर्दै बस्दै थिएँ है। कस्तो मन पर्यो। अनि त्यसपछि अनि टोटल्ली उज्यालो भएपछि यस्तो देखियो। यो पिलिक चाहिँ किन बोल्छ गाइस, कमेन्ट गर्नु है। सो मलाई चाहिँ बुढीले बोलेर डिस्टर्ब गर्दै भिडियो बनाउन दिएको छैन होइन। मैले कति कुरा सेयर गर्नुपर्ने छ होइन। यही हो, म चाहिँ यहाँनिर हुन्छ नि ठ्याक्क बिचको भागमा परिरहेको थिएँ। अनि हिमालयन एयरवेजमा चाहिँ विन्डो सिट गर्नको लागि 500 पे गर्नु पर्दो रहेछ। मैले चाहिँ विन्डो सिटै हेर्छु भने अनि यो चाहिँ हाम्रो माउन्ट एभरेस्ट अब हुन्छ नि हिमाल देखेको
सो घुमाइ नै रहेको थियो नेपाल आएर घुमाएँ। सो त्यो टाइममा चाहिँ मैले आफ्नो देश हुन्छ नि आफ्नो देशको भित्रको स्काईमा हुँदाखेरि रमाइलो लाग्दो रहेछ। अनि बोरिङ पनि फिल गरिएको थियो। अब फाइनल्ली हाम्रो चाहिँ ल्यान्डिङ टाइम आएको थियो। अनि यो हामी चाहिँ फाइनल्ली काठमाडौँमा ल्यान्ड भयौँ है। यो चाहिँ हिमालयन एयरवेज फ्रम कुवेत टु काठमाडौँ। मेरो चाहिँ अप एन्ड डाउन टिकटै काटेको थिएँ। सोचिरहेको थिएँ एकचोटि हुन्छ नि विगोमा त तपाईँले अफर देखिराख्नुहुन्छ क्या आउनेर जाने। अब कतिलाई चाहिँ डिफ्रेन्ट एयरक्राफ्टमा जाम, जजिरामा जाम, कुवेत एयरवेजमा जाम, हिमालयनमा। अब तिनीहरू चाहिँ डाइरेक्ट फ्लाइट हो होइन। अनि मैले चाहिँ धेरै थिङ्किङ गरेर अब कहिले पनि गएको छैन, जाम न त भनेर गएको। म बसेको सिट गाइज है यस्तो वर्स थियो, त्यो सिट त उक्किने क्या। त्यसको चाहिँ मैले भिडियो बनाएँ होइन। यो चाहिँ अब ल्यान्डिङकै टाइममा भनौँ न अप एन्ड डाउन भएछ भिडियोमा। यो चाहिँ काठमाडौँको भ्यू हो होइन। अनि जब यो माथि हामीलाई लगिरहेको थियो राउन्डिङ हानिरहेको थियो, यहाँ मैले नेपालको झन्डा देखिरहेको थिएँ। यसरी सबैलाई क्याप्चर गर्दै आएँ। अनि एनिवे आई फिल गुड होइन। अब फेरि ब्याक टु ल्यान्डिङमै जाऊँ। यो चाहिँ ल्यान्ड भइसकेपछि उनीहरूले आफ्नो पार्किङ एरियामै लाँदै गरेको भिडियो। ओ माई गड, त्यो एयर होस्टेसले इङ्ग्लिस त भन्दा त म राम्रै बोलिदिन्छु होला। मेरो सबै इमिग्रेसन काम सकेर चाहिँ म अब गेटबाट बाहिर निस्केँ। इमिग्रेसनमा के गरेको दिमाग खराब। यो चाहिँ मेरो काठमाडौँ टु कुवेतको फ्लाइट हो है। अनि त्यो टाइम पनि कस्तो वर्स्ट क्या, एयर होस्टेसहरू पनि राम्रोसँग नबोल्ने, एकदमै रुड होइन। अब हामी जिसिसी भनेको त बुझ्नुहुन्छ होला, गल्फ कन्ट्री जो बस्छ कस्तो मिसबिहेभ गर्ने क्या। हामी पनि त मान्छे नै हो नि है। अब युरोप, अस्ट्रेलिया, क्यानाडा जानेहरूको पनि त उनीहरूलाई राम्रो गर्ने, अब हामीलाई जानेलाई चाहिँ नराम्रो गर्ने। यो चाहिँ नाइट भ्यू होइन काठमाडौँको। सो मेरो चाहिँ 12 बजेको फ्लाइट थियो। सो म चाहिँ एभ्री टाइम डिले हुने गाइज। यो हिमालयन एयरवेज टाइममा कहिले नहिँड्ने, डिले आउँदा पनि डिले, जाँदा नि डिले। सो सेट होइन। एन्ड द होल थिङ बिकेम सेट जस्तो फिल हुने। अब म यहाँबाट उडेर गएर मेरो क्लोजिङ ड्युटी छ होइन। अब 6 आवर भनिरहेछ, लगभग 5 आवर 45 मिनटमा त पुऱ्याइदिएला। आफूलाई ड्युटी जान ढिलो हुन्छ, आफ्नो पनि टाइम म्यानेजमेन्ट गरेर हिँड्नुपर्छ नि त। अनि त्यही हो होइन। यही हो प्लेन चाहिँ, यही हो नेपालको रनवे होइन। अब यस्तै रहेछ। अब हेर्नु अब कति वर्ष बसिन्छ विदेश होइन। अब हामी विदेशीहरूलाई त यस्तै हो। म चाहिँ यहाँबाट जाँदाखेरि म काठमाडौँको एयरपोर्टमा एक्लै थिएँ क्या। यताउति हेरेँ कतिजना छोड्न आएको थियो। आफू अब एक्लै देख्दा चाहिँ रमाइलो लाग्यो। लाइफ इज लाइक द्याट, लेट्स गो अन द फ्लो भनेर भयो क्या मनमा। अनि लेट्स गो इन द फ्लो भनेर गयो। अनि त्यही हो होइन। लाइफ मान्छे कोही किसिका नै हो त भन्छ नि, त्यति बेला चाहिँ फिल भएको थियो क्या मलाई। अब यही हो लाइफ होइन। केही छैन, यो खोल्यो बस्यो। यो चाहिँ आई थिङ्क हामी चाहिँ यो कुवेत आइपुग्दाखेरिको होला होइन। होइन हुने, किनकि सबै खोलिरहेको छ प्रायः जस्तो। यो चाहिँ स्काईमा हो जब हामी काठमाडौँमा छोडेर गयौँ नि। यो चाहिँ काठमाडौँ भ्यू नै हो, किनकि मैले काठमाडौँ भ्यू रातिको भ्यू यति राम्रो देखिन्छ नि काठमाडौँको लाइटिङले गर्दाखेरि। अनि स्पेसल थ्याङ्क टु कुलमान घिसिङ है, जसले चाहिँ काठमाडौँलाई लाइट एकदमै अँध्यारोदेखि उज्यालोमा ल्याइदिनु भएकोमा होइन। सो या अब द्याट्स इट है। यति राम्रो भ्यू देखिन्छ। यही नै हो अब मजा भनेको प्लेनमा चाहिँ तपाईँको त्यही टेकअप र ल्यान्डिङमा हो होइन। किनकि राम्रो भ्यू हेर्न पाइन्छ, राम्रो भ्यू क्याप्चर गरिन्छ। अनि धेरैजनाले पनि भिडियो बनाउँदै हुनुहुन्थ्यो। सो मैले पनि बनाइदिउँ न त भनेर मैले आफूले बनाएँ। बट गाइस यो पिलिक चाहिँ के बोलेको मैले कुरै बुझ्न सकिनँ। सो यही नै हो होइन। यही नेपालको एयरपोर्ट होइन। त्यही मैले राति भएर क्याप्चर मजाले गर्न सकिनँ, तर एक्चुअली त्यही नै हो। सो आफ्नो देश छोडेर जानु त कसलाई मन छ, त्यही त हो नि होइन। यो चाहिँ कुवेततिर ल्यान्डिङ हुँदाखेरिको हो होइन। सो कुवेत एयरपोर्ट जहिले पनि हिमालयन एयरवेजहरू चाहिँ हिमालयन, कतार होइन,
यिनीहरू चाहिँ टर्मिनल नम्बर 1 बाट जान्छ एमिरेट्सहरू। अनि जुन चाहिँ कुवेत एयरवेज छ, कुवेत एयरवेजको चाहिँ आफ्नै एयरपोर्ट छ, द्याट इज टर्मिनल नम्बर 4 आयो होइन। यो चाहिँ हामी टर्मिनल 1 मा